नमस्कार। चिनी स्वादमा गुलियो तर शरीरमा बिस्तारै विष हो दर्शकबिन। हामीले हरेक दिन भान्सामा हाल्ने चिनी शरीरभित्र बिस्तारै रोगको खेती गरिरहेको हुन्छ। हामीले थाहा पाउन सक्दैनौँ। तर के तपाईँ जान्न चाहनुहुन्छ यो चिनीमा यस्ता यस्ता तत्त्वहरू छन् जसले तपाईँको जीवन नै लिने गर्दछ। रगतमा इन्सुलिन असन्तुलन ल्याउँछ। चिनी अत्यावश्यक सेवनले शरीरलाई मधुमेह डायबिटिसतिर धकेल्दछ। मुटुका लागि घातक हुन्छ। उच्च चिनी सेवनले रक्तचाप बढाउँछ र मुटुका धमनीहरू कडा पार्छ। मस्तिष्कलाई धमिलो बनाउँछ। चिनीले स्मरण शक्ति कमजोर बनाउँछ। मानसिक थकान र तनाव बढाउने गर्दछ। वृद्ध उमेर चाँडै ल्याउँछ। चिनीले छालाको कोलाजन नष्ट गर्छ जसले चाँडो बुढ्यौली ल्याउँछ। क्यान्सरको खतरा बढाउँछ। अत्याधिक चिनी सेवनले शरीरमा सुजन इन्फ्लामेसन बढाउँछ जुन क्यान्सरको एक कारक हो। चिनी एकदमै कुटिलमा मित्र हो। स्वादले मोहनी लगाउँछ तर बिस्तारै बिस्तारै हाम्रो जीवन नै लिने गर्दछ र अन्त्यमा धोका दिन्छ। चिनी कसरी छोड्ने? सुरुवातमा चिया कफी कम गर्नुहोस्। चिनीको सट्टामा मह खजुर वा गुड प्रयोग गर्नुहोस्। प्याकेटमा आउने चिनीबाट टाढा रहनुहोस्। 2 हप्तासम्म चिनी हटाउँदा जिब्रो रोएको जस्तो लाग्छ तर त्यसपछि शरीर बिस्तारै हाँस्न थाल्दछ। जब शरीर हाँस्न थाल्दछ तब हामी स्वास्थ्य भएको थाहा पाउन सकिन्छ। आजै निर्णय गरौँ थोरै मिठोको लागि दीर्घ रोग किन बढाउने? चिनीबाट दूरी बनाऊ। जीवनलाई मिठासले भरौँ रोगले होइन प्रेमले भरौँ। चिनीले दिन प्रतिदिन मानिसहरूको जीवन नै लिइरहेको छ तर मान्छेहरू यति अचेत छन् कि चिनी छोड्नै सक्दैनन्। त्यसैले चिनी आजैबाट छोडौँ।